पासपोर्टको क्षेत्रमा म धेरै लामो समयदेखि लागिरहेको छु। खास गर्व नै तर यो कुरोमा आफूले आफूलाई सर्टिफाइड पनि भएको पहिला समाजका आगो गाउँपालिका मनका वार्डमा सानो मेरो नाम अजित थापा। यो वास्तुशास्त्रकोमा किन जोडेको भन्दाखेरि चाहिँ अब घर बनाउनु पर्यो भनेर पकाउनु पर्यो छिमेकीहरू के अरे सबैमा मेरो नाम हस्तराज भट्ट। मेरो घर दिनु भएको छ उहाँको जुन व्यक्तित्व उहाँको जुन कला छ म चाहिँ आचार्य पण्डित कृष्णहरि बडाल। मेरो जन्मघर काभ्रे मन्दिरको चाहिँ एउटा मूर्ति प्रतिष्ठा गर्ने वास्तु प्रसाद पूजा हुन्छ। प्रसाद भन्ने दुईवटा शब्द हुन्छ, एउटा खाने प्रसाद हुन्छ, एउटा मन्दिर। सबैलाई नमस्कार। सबभन्दा बढी खुसी के लागेको छ भने म यस्तो राम्रो गुरु त्यहाँ पढ्ने गुरुहरू अनि आफ्नो सर निर्माण धारणको सुन्दाखेरि म चाहिँ पेसाले सिभिल इन्जिनियर हो। मेरो मूल घर चाहिँ निर्माण जो भएको छ काठमाडौँमा। म बेलसुलीबाट रजगार शक्तिसँग अलिकति बढी नै लगाव भएको कारणले गर्दाखेरि नाम सुशील पोखरेल। म गोर्खा सैदलख गाउँपालिका आज ताप्लेजुङ जिल्ला र अहिले बसाइ चाहिँ धरानको महानगरपालिका वार्ड नम्बर महाकाल एकाडेमीबाट पुग्नुभएका प्रतिनिधिज्यूहरू सम्पूर्ण सहभागी गुरुलाई नमस्कार। यहाँ उपस्थित हुनुभएका समस्त साथीहरूलाई म प्रकाश पुरीको तर्फबाट धेरै धेरै नमस्कार छ। म विराटनगर 6 बस्ने पेसाले निर्माण व्यवसायी साथै उठेर आउनुहोस् अलिकति फ्लक्चुएट गर्न सक्छ कि अलिकति तल माथि पर्दिन सक्छ। खिचिहाल्ने अब के गर्नुहोस् भनेदेखि है शक्ति चक्र छ नि शक्ति चक्र सबैको हातमा भएको आधा गऱ्यो भने चाहिँ उहाँले भन्नुभएको ठिक हो। तर के गर्ने भन्दाखेरि पेन्टिङ हामीले के थाहा हुन्छ भने पेन्टिङ हामीले यो लागिसकेर प्यानल हुन्छ नि समानान्तर हुन्छ भनेर आइकानिक कस्तो यहाँबाट सिभिलाइजेसन एउटा लाइन अब शक्ति चक्र राख्नुहोस् फेरि अर्को फेरि यसरी अनि पछि चाहिँ त्यो शक्ति चक्र यसरी यो चाहिँ सिधा हुनु पऱ्यो 120 डिग्री त शक्ति चक्र राखेर नक्सा छ नक्सा छ
कतापट्टि फर्केको कुनवाले हुन्छ नि जस्तै यो घरमा के गरेको छ भने मेन डोर यहाँ भयो मेन डोरबाट भित्रपछि चाहिँ यसरी हेरेको छ नि उतापट्टि फेस फर्क्यो भने यो डाइरेक्सनको नाम पनि लेखिदिनुहोस् होइन अब यो ढोका कहाँनिर छ यो ढोका कहाँनिर छ कुन पदमा छ त्यो पनि छुट्याउनु 16वटा त्यसै छोटै छुट्नु भएको ल अब मेन डोर कहाँ छ फुटाइदिनुहोस् मेन डोर हेर्नुहोस् कता छ फेरि पैसा धेरै आयो थोरै लैजा खायो पैसा अब ऐसा बेचेको छ मोनालिसा स्ट्रिप जब्स better not fuck with me धेरै कस किनिदिन्छु तेरो वाल कम्पनी फेरि म पैसा दसँग पैसा मसँग मसँग शाहरुखलाई लोन ब्याक सलमानको डोनर म पैसाको गोलमाल बाँडिसेको ओनरमा साँच्चीकै भनेको कुरो सुन्दा फेरि ठट्टा लाग्छ चन्द्रमामा झुक्यो मेरो धनी पूर्जा बक्क बाजा देखि 10-20-150 मस्ती सक्यो ल पर्खे प्रिन्ट हुन्छ पर्से फेसबुक र इन्स्टा यो ट्विटरको चिन्ता भन कति लाग्छ पैसा यो तिनटैलाई किन्दा त्यसो भए ध्यान सुरु हुन्छ अब साथमा राख्ने अब नयाँ
800 हो त्यहाँबाट सिधै लाग्छ उसलाई त 5 इन्ची 11 नक्सा पनि सिम्पली गरेर बनाउँछ यहाँबाट 3 स्टार दुई तिनजनाले टिप्नु है त्यही भएर गल्ती इस्टको भाग भए पछाडि चाहिँ हामी मन्दिरतिर जान्ला कि खास 38 यो चारलाई चाहिँ हटाइदिनु पर्यो कि होइन नहटाउने एउटा कोठा जुन छ नि सानो यसलाई 1 वर्ग फिट मान्यो क्या यहाँ 1 फिट भयो 2 फिट भयो 3 4 5 6 7 गर्दै गर्दै 38 मा गएर त्यहाँ हो यस्तो नाडे हेर्नुहोस् अब चाहिँ तपाईँको हामीले के मान्छौँ यो चाहिँ तपाईँको यो भाग लम्बा यो तपाईँको त तपाईँको उताको तपाईँको चाहिँ फ्रन्टको तपाईँको सेम छ भन्ने हिसाबमा यो जहाँसम्म आएछ मिलाइदिनु मिलाइदिनु सक्नु छ यहाँ र 38 जुन हामीसँग यहाँ छैन हामी तपाईँको त म्याक्सिमम 24 छ त्यो भएको तपाईँको हामीले चाहिँ होइन तपाईँको चाहिँ बेसी मललाई हामी चाहिँ साइड लगाइदियो है 27 दुसै गएर 38 भयो तपाईँको चाहिँ 2 फिट भनेको एक खाना भनेपछि 38 फिट भनेको एक आइस त्यसको पहिले यो होइन लाइन खै होला जीवन त होइन लाइन जब लामो तान्नुको चाहिँ यसको चाहिँ हो जसको नजिक भयो त्यसको नक्सा नक्सामा त जस्तो नि बनाइन्छ नभएको ठाउँको भएको नक्सा त आनन्दै भयो होइन नभएको नक्सा नि हामी बनाएर गरिन्छ कुराहरू चाहिँ जग्गाको विशेष गरी ऊर्जा पत्ता लगाउनको लागि अथवा पानी स्रोत अथवा जमिन के छ भनेर पत्ता लगाउने प्रयोग गरिदिनु अनि नदीवर नेपाल र भारतका केही ग्रामीण भेगमा हातमा नदीले काटेर पानी खोज्ने गरिन्छ तपाईँले गरेर हिन्दूमा देख्नुभयो तरिकाको सानो कम्पाउन्ड हुन्छ जसले गर्दाखेरि यो घुम्न जान्छ हामी के यसको वेबसाइट सिधा राख्छ एकदम यसको रिङ पनि होइन यसको माथि पनि होइन धेरै पनि त्यसपछि मजाले त्यसलाई फुललाई गुरु गरेर मलाई सो गर्नु पऱ्यो मलाई एक
धेरै टाइट नसमाउनुहोस् है राखेर फेरि रमाउनुहोस् मजाले यसरी चाहिँ है एल्डरले मजाले यसो टच गर्नुहोस् मजाले टच गर्नुहोस् रब गर्नुहोस् है मजाले टच गर्नुहोस् मजाले रब गर्नुहोस् धेरै समाएर अब के गर्नुहोस् बिस्तारै हिँड्नुहोस् तपाईँ छ यदि खुल्दैन अथवा शब्द कुनै पनि त्यसले रेस्पोन्स गरेन भने मसँग सिधा यसरी राख्छौँ मजाले मजाले यो कोठा फेरि गर्ने मजाले हेर्नु चाहिँ सुन्नु पऱ्यो प्र्याक्टिस गर्नु